नमस्ते, गुड मर्निङ। आज पुस 5 गते शनिबारको तल तल तराईमा हुस्सेल्यो सिरकको रुवा जत्तिकै छोपेको रहेछ पुरै त्यसरी है। एकदम छोपेको छ, केही देखेको छैन। अब यो मोबाइलमा राम्रो क्लियर आएन होइन। उता पाहाडको देखि उता पारी जति पनि सेतो देख्नुहुन्छ अनि उता चुचुरा देखेको छ नि, एकदम उसुकले छोपेको रहेछ आज। हाम्रो नाम्जे चाहिँ हाम्रो यता पाहाडतिर ठिकै रहेछ। यो मोरङ, यो सुनसरी, यो धनकुटा। अब सूर्य उदय हुने बेला भएको छ। म मर्निङ वाकमा आएको थिएँ होइन। अनि यताको मौसम चाहिँ क्लियर छ, तर त्यता भने चाहिँ अलिक बिग्रेको रहेछ मैले देखेँ होइन। भनेपछि हिजोबाट लागेको हो। एकदम जाडो बढेछ हौ तराईमा पनि आजबाट चाहिँ उभरि। यो जति भएको हुस्से उतो पाहाडको डाँडादेखि पारी सबै हुस्से लागेको। हाम्रो ती मौसम यस्तो छ, क्लियर छ। आज पुस 5 गते शनिबार 2082। एकदम मजाको छ यता चाहिँ है। तल चाहिँ हुस्सेले छोपेको रहेछ। यहाँ घाम लाग्नु लाग्यो। लु हेर्नु त, त्यहाँ तल हुस्से लागेर त्यस्तो छ। यता हाम्रो पाहाडतिर चाहिँ अब घाम निस्किनु लाग्यो। यहाँ सूर्योदय हुनु लाग्यो। यो यहाँबाट ठ्याक्कै यो फुलको बिरुवाबाट हेर्नुहोस्, यहाँबाट ठ्याक्कै अब सूर्य उदय हुन लागेको छ होइन। पोखरीको टर्निङ हो होइन। यहाँ चाहिँ तपाईँको सुनसरी मोरङ धनकुटा छुट्टिन्छ यहाँ गएर। एकदम सूर्योदय हुन लागेको छ भने यहाँ शीत झरेर चाहिँ यस्तो छ स्थिति। शीत झरेको छ होइन। एकदम सूर्य पनि निस्किसकेछ पर। म यहाँ डाँडा कटेर आएको छु, तपाईँहरूलाई अहिले म देखाउँछु। हाम्रो नाम्जे गाउँ पनि होइन कुरो। मसँग अहिले साथमा हाम्रो भाइ हुनुहुन्छ। ऊ टेलेन्टपुरबाट नाम्जेसम्म मर्निङ वाकमा आउनुहुन्छ यसरी। एकदम स्वास्थ्य फुर्ती रहेछ। हामी कुद्यो भने भेट्न सकिँदैन। त्यो हुनाले अर्को कुरा यतातिर एकदम रमणीय मौसम छ है। तराईमा चाहिँ आजबाट हुस्सा लागेको देखेँ मैले अघि भिडियो। आज पनि राम्रो नेट चलेको थियो। यहाँ चाहिँ शीतलहर छ, यस्तो छ है। जाडो कतिको छ मेरो टोपी र ज्याकेटहरू थाहा पायो भनौँ। अनि अलिक टाढोबाट आएको भाइ चाहिँ उकालो आएको हुनाले उसलाई चाहिँ गर्मी भएर उसले टोपी सोपी सबै गोजीमा हालेको छ है। ल हेर्नुहोस्, पुस 5 गते आज शनिबारको दिन हाम्रो नाम्जेको मौसम यस्तो मिठो छ। मैले अघि कन्यापोखरीबाट तराईको भेगहरू देखाउँदा हुस्से कुहिरोले एकदम ढाकेको छोपेको थियो भने त्यसको असर त पाहाडमा पनि पर्छ, किन नपर्नु होइन। तर मैले हिजो तपाईँहरूलाई हिमाल देखाएको थिएँ माथि भने, अलिकति हिमाल चाहिँ आज देखिएको छैन। यहाँ पनि हुस्से कुहिरो नै लागेको होला त्यो साइडमा। यो चाहिँ हाम्रो अब तपाईँको पारी कोलबोटेदेखि लिएर होइन मालबास स्टार गैरीटोल होइन, यसरी हाम्रो यो नाम्जेमा त घाम लागेको छ। आज कति मिठो घाम लागेको छ। यो घाम लागेको छ मिठो। तिनीहरूले यहाँ चाहिँ शीत बसेको छ। यो शीत झरेको होइन। यो शीत बसेको त्यहाँबाट घाम टक्क निस्किएको छ। आज पुस 5 गते 2082 शनिबारको दिन हो होइन। प्रत्यक्ष तपाईँहरूसँग बोलेको छु। हाम्रोतिर चाहिँ यस्तै हुन्छ मौसम। चिसोमा चाहिँ जोस् हाम्रो यो पाहाडतिर नाम्जेतिर तराईमा हुस्सो लाग्दा पाहाडमा छ्याङ्ग, अनि पाहाडमा हुस्सो लाग्दा तराईमा छ्याङ्ग। त्यो हुनाले अब भोलि पर्सि चैत वैशाखमा फेरि यति मजाको हुस्सो लाग्छ त, त्यति रमणीय हुन्छ नि, कुरै नगरौँ। यहाँ हाम्रो नाम्जेको गाउँको दृश्य हेर्नुहोस्, यस्तो छ। ल हेर्नु, हेर्नु घमाइलो घाम लागेको छ। ल हेर्नुहोस्, हेर्न सक्नुहुन्छ। ल हेर्नु होइन, यसरी छ है। म फेरि बनाउँदैछु अगाडिसम्म। ल अब चाहिँ हामी यहाँ पर कालीमाटी गएको थियो। त्यहाँबाट अहिले चाहिँ चुच्चे ढुङ्गा भन्छ, चुच्चे ढुङ्गा। एउटा ठाउँको नाम यसो चौतारी बिसाउने ठाउँको नाम हो होइन। गाउँघरको पुर्खाहरूले राख्नुभएको। त्यो हुनाले म हाम्रो गाउँ अब नाम्जे आइपुगेँ। अब यहाँबाट अझै आधी किलोमिटर छ नि घर पुग्न। तर यहाँको रमणीय दृश्य हेर्नुहोस् होइन। अघिदेखि भनेको छु पुस 5 गते शनिबार यस्तो मिठो घाम लागेको छ। यो घरहरू चिन्नु त तपाईँहरूको आफ्नो आफ्नो घर चिन्नु। ल यहाँ तलबाट सुरु। ल आफ्नो आफ्नो घर चिन्नु है, आफ्नो आफ्नो घर चिन्नु त। ल आफ्नो आफ्नो घर चिन्नु है। मेरो त चिनिसकेँ, तपाईँहरूको पनि चिन्नु। र ल यो चाहिँ हाम्रो नाम्जे गाउँ। सूर्य उदय भएछ। यो डाँडाले छेक्यो, नभए म देखाइदिन्थेँ तपाईँहरूको। यस्तो मजाले सूर्य उदय भएको छ। म
ल हेर्नुहोस् हाम्रो नाम्जे गाउँ यति मिठो घाम लागेछ कि पुस 5 गते शनिबार 2082 साल यसरी शीत पनि झरेछ फेरि देवी थानको कर्नरमा हाम्रो यहाँ देवी थान पनि छ शिवजी मन्दिर पनि छ यहाँ पूजा गर्ने यहाँ माथि जङ्गलमा होइन त्यो हुनाले यति यो शीत त नि पानी झरे जतिकै छ ल हेर्नुहोस् शीत पुरै हाम्रोमा यो फर्स्ट गाडी होइन भाइ फर्स्ट गाडी आएको है फर्स्ट गाडी पनि आइसक्यो धरान जान बिराटनगर जान धनकुडा जान झापा जान सहज हुन्छ तपाईँहरूलाई यो फर्स्ट गाडी पनि आयो है लु फर्स्ट गाडी हो यो चाहिँ यस्तो यस्तो अस्ति बाटो बनाउँदा यो बाटो बनाउँदा यसरी पहिरो झरेको थियो हेर्नुहोस् डेन्जर हो नि ठाउँ त तर जे होस् बाटो बन्यो होइन नाम्जे गाउँ एउटा हेर्नु सक्नुहुन्छ टालक्क घाम लागेको छ घमाइलो देशै रमाइलो है अब हाम्रो नाम्जे बजार आइपुग्यो होइन म पनि हतारमा आइपुगेँ मडिवा किनेको मान्छे होइन कहिले ढिलो कहिले छिटो हुन्छ अब तपाईँहरूलाई हेर्नु तल धरानदेखि ओह्रालो पुरा हुसे कुरो लागेको देखेको थिएँ भिडियोमा यहाँ देखिरहनु भएको छ अघि हालेको छु यहाँ भनेको हेर्नु यहाँ घाम कसरी आएको छ ल हेर्नु सूर्योदय अघि देखाउँछु भने थिएँ मैले छिटो आएर देखाउनु पाएन यो छेडीबाट हेर्नु त आहा ल हेर्नु ल ए अनि त्यो हुनाले हाम्रो नाम्जे गाउँ चाहिँ यस्तो छ है लु क्यामेरा हल्लियो डोन्ट माइन्ड होइन अब हिँड्दैछु अब चोकियो चाहिँ हाम्रो गेरमुनी जनता माध्यमिक विद्यालयको होटल म्यानेजमेन्ट पढ्ने होस्टेल हो यो